Hello and namaste. Welcome to my YouTube channel with my dear brothers. आज हाम्रो यहाँ एकदमै रमाइलोपन हामीले सम्झनाको लागि आज यो भिडियो बनाइरहेको छौं। अनि हाम्रो दाइ बलराम दाइ, अनि के छ दाइ, आजको रमाइलो कस्तो भयो? झकास भयो है। सोच्नु भएको थियो आज यस्तो हुन्छ भनेर? सोचेको थिएन, नसोचेकै भइदियो भाइ। हो। अनि व्यवस्थाको के छ अनि नयाँ औलो? ठीक छ भाइ। अनि आज कस्तो भइरहेछ दिनहरू? हाम्रो घुमाइहरू ट्रक्कै भयो, बेसरी रुम गएर सुत्नु मन लागिरहेछ। भोक लागिसकेको छैन? अलिअलि भोक लागिसक्यो। सुँगुरको मासुको भात खाइरहेको, माछाले सक्यो सबै। बलराम दाइलाई के छ, कस्तो छ? हो युनियन मेट्रो स्टेसन। भोक लागेको छ कि छैन? युनियन मेट्रो स्टेसन सम्झिरहेको छु अलिअलि। त्यहाँ उत्रेर किन अनि त्यहाँनिर एक प्लेट नेपाली मोमो खाने हो अनि जाने हो। भाइले सबै कुरा भनिरहनु हुन्छ, भाइले दियो त्यो सेम ए हो टेस्ट गरिदिने हो। त्यसैलाई कपी एन्ड पेस्ट हो। ल ठिक छ। अब हामी भरे आज यो ब्लू वाटरको नाइट भ्यू हेरेर जान्ने भन्ने हाम्रो चाहिँ धारणा हो। तर पनि अलिकति त्यो समयसम्म धैर्यता गर्न सकिएला जस्तो छैन। भोलि ड्युटी पनि जानुपर्ने छ। सबभन्दा छिटो ड्युटी चाहिँ जाने म हो, तर हतार उहाँलाई छ। गाह्रो छ होइन? ठिक छ, ठिक छ। हतार हुनुपर्छ ड्युटीको लागि, तर अलिकति हतार, धेरै हतार पनि गर्नु हुँदैन के मान्छेले। ठिक छ। बसौँला नि त नि, नाइट भ्यू हेरेर जाउँला। अब आइहाल्यो भन्दा पनि सनसेट चाहिँ लिएर जाउँ भन्ने सोच थियो मेरो। नाइट भ्यू त अब धेरै टाइम छ होइन। अब सनसेट चाहिँ दामी हुन्छ यहाँबाट। खैरिनीहरू पनि राम्रो राम्रो हेर्न पाउनुपर्छ। त्यस्तो चाहिँ अलाउड नगरौँ भाइ, पब्लिक भ्यू। अनि आजभोलि यस्तै छ, दिनहरू चल्दैछ, टक्क चस्मा खोलिन्छ अनि बोलिन्छ। त्यो तिमीलाई फेरि दिनहरू कस्तो छ भने अनि आज एकदमै रमाइलो छ। के हो भाइ, क्युट छ त तिम्रो फेस त। के हो भाइको दाढी नि खतरा छ के? रात त भाइको हे भन्ने जस्तो छ त नि। मेरो दाँत यस्तै हो दाइ। भाग्यमानीको दाँत बिचमा ग्याप हुन्छ अरे क्या। दाढी चाहिँ कस्तो हो भाइ यार? हाम्रो गाउँको दसैँमा म काटेको बोकाको याद आउँछ भाइको दाढी हेरे। दाइहरूले अति हेप्न, यो चाहिँ दाइहरूले अति टोकमा हेप्न, भ्लग्समा हाल्नुपर्छ है भाइ। दाइहरूले अति हेप्नु चाहिँ हुन्छ, तर मलाई त्यस्तो लाग्दैन। मेरो आफ्नै प्यारो, प्राणभन्दा प्यारो दाइहरूले त्यति भनेको चाहिँ मलाई अलिकति गर्व लाग्छ। हाल्नुपर्छ है। तर पनि कस्तो हो भने नि, व्यवस्थाले चाहिँ अलिक पेल्न खोजिहाल्नुहोस्। ठिकै छ। दारी जसको दारी छैन त्यहीले दारी अब रिस गरेको क्या, यताबाट चाहिँ रिस हो। के रिस? यो दिनै मिलाउनु पर्छ, दिनै। कहिले दिने मिलाउनु पर्छ? कहिले मिलाउँछ? महिनामा एकचोटि मिलायो भने इनफ। दारी जुङ्गा मात्रै के भाइ छल्ने भ्लग बनाए भन्दैमा मलाई छलेर एक्लै मात्रै बनाउनु नि होइन। हाम्रो दाइलाई नदेखाइ त अनि हाम्रो भ्लगै सुरु हुँदैन नि त। त्यही त नि भाइ, त्यस्तै चलिरहेको छ होइन। दाइ भनेको दाइ हो, भाइ भनेको भाइ हो होइन। हामी त बिच बाटोमा बसिरहेको छौँ, कोही मान्छे तलतिर जान सक्छ। होइन हामी उठाउँ है।